ल मेरो ननिकाल्नु हैन सर एकचोटी पसलको हान्दिनु पर्यो ल तपाईँ ननिकाल्नु पसल मात्र के निकाल्नु नि कि तपाईँको मात्र निकाल्छु कि पसल मात्र निकाल्छु भन्न मिल्दैन तपाईँको र पसलको मिक्स गर्नुपर्छ ल के भन्नुहोस् ल यो जुत्ता रेट कति दिने रेट भन्नुहोस् ठ्याक्कै भन्नुहोस् रेटको कुरा हैन के गर्नु है सामानहरु लेडिज जेन्ट्स नै कसैले रेट सुनेर आउला नि त दिन मिल्ने मिनिमम भन्नु न भइगयो नि मिनिमम अरूहरु सोध्नु ल मिनिममहरू यो कतिमा हुन्छ ल केटाकेटीको हो यो केटाको ल कति पर्छ यसको यो ठ्याक्कै तपाईलाई 88 पर्छ ल यो चाहिँ दामी थियो केटी लगाउने जुत्ता हो त्यही भएर ठ्याक्कै आउँछन् किन्न भनेर भनिदिएको यो 2000 भन्दा माथि हाल्नु पर्छ 2000 भन्दा माथि जे होस् 25 भन्दा तल ल त्यस्तो है अनि ल यो लेडिजको बेस्ट हो कति पर्छ यसको यो डबल सोल हो हैन 1500 मा आयो ल ल 1500 मात्रै दामी अनि यो कति हो ल भन्नुहोस् यो 1200 मा आयो ल 1200 मै दियो हैन फाल्दिने 1200 मा ल ठिक छ यो केटाको हो केटाको खतरा जुत्ता कहाँ छ भन्नु त स्निकर टाइपमा कहाँ छ केटा खतरा ल टिबिएल यो कति हो यसको यो 2200 हाई कपी हो कि ठिक हो हाई कपी है 2200 मात्र है यसको ल ओके जोर्डन 1 हेरु झुन्डाइरहेको जोर्डन कति हो यसको भन्नुहोस् ल त्यो 2 देखि माथि हाल्नु पर्छ 2000 देखि माथि है 2 देखि त्योदेखि तल भनिदिनु न त्यो बिचमा भन्दा 2 देखि माथि भन्दा 50000 16 नि हुन्छ त्यो फेरि ल अनि म एउटा दाम यो पनि केटाकै हो नि केटा कति पर्छ यसको ल भन्नुहोस् यो भन्नु ठ्याक्कै भन्नुहोस् यो 1300 ल किन सर 1300 अझै सस्तोमा किनेको थिएँ मैले त यो जुत्ता हेर्नु यो जुत्ता त्यो अलिक क्वालिटी त्यो र यो हैन नि कति पर्छ मेरो लागु भन्नु त मेरो लाग्छ कि न यस्तो त्यो अझ 1200 हो ल त्यस्तै भयो ल ठिक छ अनि यो पनि केटीकै हैन यो कति पर्छ ठ्याक्कै भन्नुहोस् त्यो 1800 त 1800 ठ्याक्कै हैन ल दामी 1800 है त भनेपछि अरू हामीसँग मैले बवाल मन पराएको जुत्ता कता छ त अघि देखेको थिएँ एउटा ल यो कन्भर्स कति भयो भन्नुहोस् त ल लेडिजको थियो लेडिज ल यो जुत्ता लेडिजको आज भाइरल जुत्ता कति पर्छ यसको भन्नुहोस् यसमा दुईटा छ यो नेपाली हो त्यो चाइनिज हो यो नेपाली महँगो चाइनिज महँगो चाइनिज हो यो चाइनिज यो चाहिँ चाइनिज हो कति पर्यो यसको यो तपाईलाई 1500 देखि माथि पर्छ यो 1000 मा आउँछ 1000 मा ल है साइज पनि छ हामीसँग टक्क है आजभोलि खुब यो जुत्ता चल्या रहेछ कि हैन केटीहरू लगाउने कति 35 देखि 40 है अनि यो कति पर्यो यो भन्नुहोस् त्यो 1800 1800 हैन ल यो भन्नुहोस् त्यो पनि 1200 लेडिज हैन यो पनि है ल है गाइज यहाँ सबै एकदम जेन्युन रेटमा जुत्ताहरू पाइन्छ यो कन्भर्स कति हो ल भन्नुहोस् 1500 मा हाल्दिनु 15 केटाको हैन ल गाइज ल हेर्नुहोस् जुत्ताहरू यस्तो छ तपाईँलाई जुन जुत्ता मन पर्यो भने जेन्युन रेटमा टक्क लगाएर लिन छ भने कति स्टल नम्बर यो 156 एकको यस्तो क्षेत्र नम्बर 156 स्टल नम्बरमा आउने टक्क लगाएर चिल हानेर लाने है त भिरकोडी मण्डपको है त गाइज ओके बाइ गाइज यो के हो फुटबल सुज हो यो हैन ओ हैन बास्केट कति पर्छ यसको 2500 है ठ्याक्क लगाएर ल है जी के रे ट्रेकिङ सुज कति पर्यो ऊ त्यो माथिको कहाँ छ ट्रेकिङ सुज कति पर्यो त्यसको ट्रेकिङ सुज भन्नु त ट्रेकिङ हेरि छ 2000 देखि 2045 है ल जे भयो नि यहाँ जेन्युन रेटमा पाइयो है नि त ल कति रे क्षेत्र नम्बर 1 को कति नम्बर 56 गाइज ल सो गाइज डु भिजिट नाम लिएर दायाँ बायाँ आयो भने ठक्क ल मेरो नाम लिएर आउनु भयो भने दायाँ बायाँ अथवा टेस्ट राइड गर्ने मान्छे भनेपछि डिस्काउन्ट हुन्छ थोरै है त ल दाइ भनेपछि ल साइरी पढ्ने दाइ भने चाहिँ भयो ल